चाहिँ अब साथीहरू है नानीहरूको लागि चाहिँ हामीले यस्तोहरू केहरू बनाएको छौँ हो। योहरू दिन आँटेको छौँ बच्चाहरूलाई। छोरी केटाकेटीहरूको लागि यहाँ चिया खाजा नास्ता भन्ने जस्तो भयो नि। यो केकहरू पनि हालिदिनु सानो सानो हो। यहाँ कोल्ड ड्रिङ्क्स पनि छ। Happy birthday to you. खै केक काट न अब। Birthday to you. Happy birthday dear समर्पण. Happy. Hello साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। साथीहरू आज चाहिँ म स्कुल पुऱ्याउनु जाँदैछु मेरो छोरालाई हो। यता हेर न नि, आज चाहिँ म मेरो छोरालाई स्कुल पुऱ्याउनु जाँदैछु। कहाँ हेरेको हौ? यता हेर न, यता 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 यता। आज मेरो बर्थडे हो। तिमीलाई देखेन हौ। आज चाहिँ म मेरो छोरालाई स्कुल पुऱ्याउनु गइरहेको छु हो। आज त उसको बर्थडे हो साथीहरू। लु भन न नानी, सबैजनाले मलाई ह्याप्पी बर्थडे भन्नु होला भन त। सुन न, सबैजनाले मेरो छोरालाई है ह्याप्पी बर्थडे भनेर राम्रो राम्रो विसहरू दिनु होला, आशीर्वाद दिनु होला मेरो छोरालाई है। मेरो छोरा चाहिँ 5 इयर्स कम्प्लिट भएर 6 इयर्समा रनिङ हुन्छ अब हो। त्यही भएर है आज सानो भिडियो बनाउनु मन लागेर बनाएको। अन्त आज चाहिँ म स्कुल जाँदैछु नानीलाई छोड्नु हो। अन्त अब म सिधै है बेलुका चाहिँ म बेलुका भन्दा पनि भरेतिर चाहिँ नानीको सानो बडे बर्थडे गरिदिउँ भनेको नि त। त्यही भएर है केकहरू पनि अर्डर गर्नुपर्छ मैले। अन्त अब सिधै स्कुल जाँदा जाँदै तल केक पनि अर्डर गरेर हो ल्याएर चाहिँ अहिले भरे फेरि मेरो छोराको बर्थडे सेलिब्रेट हुन्छ। त्यो पनि म हजुरहरूलाई देखाउने छु साथीहरू। आज मैले भनिसकेको थिएँ है हजुरहरूलाई मेरो छोराको बर्थडे हो भनेर। त्यही भएर है यहाँ हामी चाहिँ फ्यामिलीहरू मात्रै बसेर बर्थडे सेलिब्रेसन गर्न आँटेको छौँ हो। फाल्टु त कोही पनि छैन है, हामी फ्यामिलीहरू मात्रै छौँ। अन्त म्याम पनि हुनुहुन्छ। म्याम जाउँ जाउँ खोइ आउनु न, अब उयो गरौँ, स्टार्ट गरौँ होला। अन्त यहाँ छ हो, आउँछ नि यहाँ हतार परिसक्यो उसलाई चाहिँ हो। म चाहिँ यहाँ सानो मात्रै गरिदिएको नि त, सानो सेलिब्रेसन गरिदिएको, नानीको उयो मात्रै गरिदिएको हो। त्यही भएर यहाँ बस्दैछ यिनीहरू। अब चाहिँ केक काट्न आँटेको छौँ। त्यतिर अब चाहिँ यहाँ सुरु भइसक्यो हो। आमाले चाहिँ यहाँ बोजूले चाहिँ उयो बालिदिँदैछ। त्यहाँ छेउमा राखिदिनु न आमा, थालमै राखिदिनु। त्यो दिया बालिदिँदैछ, धुप पनि बालिदिन्छ, धुप पनि बाल। अन्त यहाँ हतार भइसक्यो नि त नानीहरूलाई। अन्त ह्याप्पी बर्थडे समर्पण। त्यत्रोजनालाई खुवाउँदा त सकिहाल्छ त भन्ला जस्तो भनिस् त हौ। आउनै म्याम, अब केक काटेको आउने। अब केक कटिङ ल। हाम्रो भाइ कति इयर्स पुगेको? खोइ क्यान्डल क्यान्डल ल्याउनु गएको। एक्साइटेड भइरहेको छ। क्यान्डल लिएर आउँछ अब मेरो छोरा। लु क्यान्डल बालिदिनु त। ह्याप्पी दिवाली, ह्याप्पी दिवाली होइन राख त नानी। उयो गर न पहिला बाल न। म त यहाँ भिडियो बनाउनु पर्यो नि। लु त्यहीँ राखोस्। लु होइन कता उल्टा त भइरहेको छ त। अन्त उयो उल्टा रहेछ नि त सलेदो नै। कि दुईपट्टि हुन्छ हौ, सलेदै उल्टा रहेछ है। लु होइन सुल्टाइ हो यो कि
तिमीहरूले राख्नु उल्टा राखेको त यसलाई यस्तो हुन्छ नि त यस्तो अन्त मेरो छोरा चाहिँ 5 इयर्स पुगेको लु उयो गर के गर्छौ अब विश गर आँखा चिम गरेर विश गर त लु पहिला विश गर न आँखा चिम गर जोइन योर ह्यान्ड अब विश गर छिटो विश भइसक्यो विश हेर्नु न लु छिटो छिटो लु अब फुक न क्यान्डल Happy birthday to you. Hey, cake काट न अब. Birthday to you. Happy birthday dear Samarpan. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Samarpan. Happy birthday to you. के काटे काटे चाहिँ हेर न अघि सिकाएर एकजना लु त्यसो गर्नु हुँदैन भाइ यसमा छोडा यिनीहरू जानेन नि लु खै आमाले यस्तो त्यस्तो होइन तिमीहरूले जानेकै छैनौ के भएको अहिले उयसमा हालिदिनुहोस् नि यो त दस्तुर मात्रै हो नि त खुवाउनु त अहिले भागमा हालिदिनुहोस् फरेनर्सलाई यस्तो गर्नु रे आगा टिका पनि लगाइदिउँ न पहिला टिका लगाएर के भएको साँच्ची नै कहिले मैले बर्थडे नगरेर जस्तो भयो त आज त आइज लु भाइ उसलाई खानु गन्दा भइरहेछ उसलाई खानु केक पनि लगाइदिउँ कि अब आमा बेबीको बेसी आइज खैले ढिलो भइसक्यो आएन केक काटेको रे यहाँ भाइको मम्मीलाई पो खुवाइदिएको ढुङ्गा केक मात्रै काटिदिएको अरे त बहिनी सानो सानो खै म भाइलाई पहिला खुवाइदिन्छु तिमीले गर्दै लु लगाइदिनु सानो सानो खान्छु त्यत्रो होइन लु अब पुष्पा बेबीलाई खुवाइदेऊ अब पुष्पा बेबीलाई खुवाइदेऊ न केक होइन म भाइलाई खुवाउनु पर्यो नि पहिला लु छिटो लु केक चम्ची चाहिँ ठोम्छ अब यो अहिले सबैले मान्नुपर्छ यहाँ हातै चाटेको कोही छैन नि यहाँ बोला यो म त टिका लगाइदियोस् न पहिला पिपीलाई टिका लगाइदियोस् न अब म्यामको पाली नोनुको पाली अब आमनको बेबीलाई देऊ पुच्छु फेरि बुढी मान्छे जति छ हातले खुवाइदिनु नि सानो त्यसलाई पैसा त छैन नो मनी नो हनी भन्देऊ न ओ पिपीलाई पनि दिँदैछ अरे घोप्टे एकछिन न पिपीले त्यहाँ निकाल्दैछ त पिपीले नोट निकाल्दैछ अहिले भाइ लु म लगाइदिनु पर्यो ल अहिले सबैले टिकाहरू लगाइसकेर मात्रै तिमीले पेलामा खान्छौ भने अहिले हुँदैन कान्छालाई
नोनोले मात्रै ल्याएछ हौ खदा त है नोनोलाई नोनोलाई पनि खुवाइदिनु। मलाई रङ पुऱ्याउन आएको बर्थडेमा आएको भए पो रङ पुऱ्याउन आएको ए साँच्ची नै मेनहरूलाई नदिन्छ त अब होइन म्यामले टिका लगाइदियो ठुलो ठुलो हुन्छ भन न गिफ्ट चाहिँ म दार्जिलिङबाट ल्याइदिन्छु नानाहरूलाई होइन हुन्छ म पहिला खानु न म खान्छु म भइसक्यो है अब अब भइहाल्छ म अहिले खान्छु अहिले खान्छु खानु न अहिले उयसमा दिनुहुन्छ अब चाहिँ भयो अब चाहिँ पल्लोपट्टि शान्ति केक अन्त कहिलेदेखि चाहिँ केक काट्नु भनेको आम्मामामा कहिलेदेखि चाहिँ केक 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 भनेको हाम्रो फ्यामिली मात्रै छ यहाँ चाहिँ एकदमै कम्ती अन्त एकजना कम्ती छ। उनीहरूलाई दिइहाल्नु नि गोरेलाई को कम्ती छ चाहिँ अब साथीहरू है नानीहरूको लागि चाहिँ हामीले यस्तोहरू के केहरू बनाएको छौँ हो त्योहरू दिन आँटेको छौँ बच्चाहरूलाई छोरी केटाकेटीहरूको लागि यहाँ है चिया खाजा नास्ता भन्ने जस्तो भयो नि ए यो केकहरू पनि हालिदिनु सानो सानो हो यहाँ कोल्ड ड्रिङ्क्स पनि छ खान्छ नि नानीहरूले त बी खाना हुँदैछ अब हो केटाकेटी यहाँ पनि आलुदम हालेको रहेछ खाँदिनँ भन्दैछ समोसा यसले आलुदम मन पराउँदैन नि त यो चाहिँ खाँदैछ आमाहरूले निनीहरूले हो यहाँ हुँदैछ केटाकेटीहरूको लु यो खाँदैन अरे हौ आलुदम हालेको रहेछ अरे हौ आलुदम हालेको रहेछ अरे समोसा खाँदैन अरे लु आऊ है लु विवेकलाई पनि देऊ न कान्छी विवेक पनि खाऊ आलुदम दामी भन्छ दामी भएछ ए यहाँ चाहिँ ऊ भर्खर आइपुग्यो मेरो देवर चाहिँ देवर बाबु भर्खर आइपुग्यो यही कामबाट उसको ड्युटीबाट यहाँ टिका लगाइदिने अरे उयो यस्तै हुन्छ बाहिर खिच्नु न हौ त्यसलाई साथीहरू अब चाहिँ यहाँ इमो पनि खानु बसिसके हो यहाँ मेरो चाहिँ यहाँ छ यी सबैजनाले खाँदैछ म पनि खानु लागिरहेको छु यी यता हेर्नु बोजूहरू